म डाक्टर शिखर तपाईहरुलाई म आज एउटा फिजियोथेरापी राम्रो कि आयुर्वेद थेरापी राम्रो भन्ने विषयमा चाहिँ जानकारी दिन गइरहेको छु है। फिजियोथेरापीमा के हुन्छ, टेन्जहरु मेसिनहरु हजुरको लगाइन्छ, इलेक्ट्रिकबाट सेकिन्छ है। अन्तिम हजुरको त्यसमा चाहिँ मेसिनहरुमा राखेर चाहिँ शरीर तन्काउने काम गरिन्छ है। त्यो चाहिँ फिजियोथेरापी अन्तर्गत पर्दछ। अथवा अरु पनि हुन्छ, हजुरको हातको एक्सरसाइजहरु पनि हुन्छ, मैले त्यो मात्रै भन्नु खोजेको हैन। तर प्राय चाहिँ मेसिनरी सामानबाट गरिने एउटा एक्सरसाइजलाई चाहिँ फिजियोथेरापी भनेर चाहिँ मेडिकल साइन्सले छुट्याएको छ। त्यसै आयुर्वेदतिर के छ भन्नुहुन्छ भनेपछि अब हजुरको पञ्चकर्म स्नेहन स्वेदनका कुराहरु भए, वमन विरेचनका कुराहरु भए। अब त्यो म हजुरले नेपालीमा मजाले बुझाउँछु। जस्तो हजुरको पेटमा जम्मा भएको कुराहरु फाल्नका लागि चाहिँ बान्ता गराउने प्रक्रिया हुन्छ। त्यसै गरेर हजुरको दिशा लगाउने औषधिहरु खाएर दिशाबाट बाहिर फाल्ने कुराहरु हुन्छ। शरीरले हजुरको चाहिँ एउटा बक्स भित्र जडीबुटीहरु पकाएर हैन सर्वाङ्ग स्वेदन गरेर हजुर पसिनाबाट निकाल्ने कुराहरु हुन्छ है। अनि हजुर तातो एउटा सानो रुममा लुगा ओढेर पसिना निकाल्ने खालका कुराहरु हुन्छन्। बालुवाबाट सेक्ने कुराहरु हुन्छन् है। हजुरको जुका लगाएर जलौका विधि गर्ने कुराहरु हुन्छन् है। एकाङ्ग स्वेदनका हजुरको एउटा विशेष पार्ट जुन भाग विशेष त्यसलाई चाहिँ सेक्ने एकाङ्ग स्वेदनका कुराहरु हुन्छन् है। त्यसै गरेर हजुरको चाहिँ मर्म चिकित्सा भन्छ हैन। अब हजुरको जुन ठाउँमा हैन मर्म जस्तो मारिन्छ त्यति मर्माणी है। अब यो मर्म हजुरको शरीरको विभिन्न ठाउँमा त्यो मर्मलाई प्रेस गरेर दबाएर त्यहाँबाट चाहिँ हजुर रिल्याक्सेसन हुने हजुरको एउटा पार्ट हुन्छ। मर्म थेरापी कुराहरु भए है। त्यसै गरेर हजुरको बस्तीका कुराहरु भए है। विशेष जस्तो घाँटीको दुखाइहरुलाई कुन बस्ती गर्ने, कम्मर दुखाइलाई कुन बस्ती गर्ने है। अनि यी लगायतका विभिन्न है जस्तो हजुर कर्ममा भन्छ अग्नि कर्मका कुराहरु भए यी विभिन्न के छन् भन्नुहुन्छ भनेपछि प्राकृतिक चीजबाट हामीले गराउँछौं है। हामीले चाहिँ कुनै पनि हजुरको त्यो इलेक्ट्रिसिटी अथवा चाहिँ मेसिनरी चीजबाट चाहिँ बनाउँदैनौं। हामीले त्यहाँ भित्र चाहिँ जस्तो त्यसमा पनि विभिन्न क्याटेगोरी छन्। माटो चिकित्साका कुराहरु भए, जल चिकित्साका कुराहरु भए लगायत विभिन्न गरेर हामीले चाहिँ त्यो रोगबाट मुक्ति दिने काम गर्दैछौं है। तसर्थ फिजियोथेरापी र आयुर्वेद थेरापीमा धेरै भिन्नता छ है। कुनैका लागि फिजियोथेरापी पनि आवश्यक छ, कुनैका लागि आयुर्वेद थेरापीहरुको पनि आवश्यक छ। दुवैको उसको चाहिँ आवश्यकता बराबर नै छ। तर बुझ्ने बेला के छ भन्नुहुन्छ भनेपछि कुन गर्दा आफूलाई उपयुक्त हुन्छ भनेर छुट्याउने काम चाहिँ तपाईहरुको। हस्, धन्यवाद।